हेलो गाइज, आज सँगै बिरयानी बनाऊँ है त। मैले चाहिँ आधा केजी मासु लिएको छु। त्यसमा 1 चम्चा बेसार राखेँ, 2 चम्चा नुन, 2 चम्चा जिरा धनियाँको पाउडर, 2 चम्चा चिल्ली फ्लेक्स चाहिँ किन राखेको भने त्यो हामीले अर्को हरियो खोर्सानी राख्दैनौँ बिरयानीमा, मलाई पिरो मिठो लाग्ने भएर 2 चम्चा राखेँ। अनि त्यसपछि मिट मसला राखेँ, अनि पछि बिरयानी मसला जुन चाहिँ हाम्रो बिरयानीको लागि एकदम इसेन्सियल हो। बिरयानी मसला कुन युज गरेर पनि देखाइरहेको छु मैले। अनि पछि राखेँ मैले मरिच मसला, त्यो जसलाई चाहिँ 12 मसला पनि भनिन्छ। मरिच मात्र हुँदैन, त्यसमा अरू इन्ग्रिडियन्ट्स नै हुन्छ। अनि त्यसपछि मैले दही राखेँ। दहीले चाहिँ हाम्रो त्यो ग्रेभीवाला पार्ट जुन बिरयानीको त्यो मासुमा हुन्छ नि, त्यो बनाउनलाई हेल्प गर्छ। त्यो मैले 3 चम्चा दही राखेँ। अनि मोले तर मैले यसमा चाहिँ अदुवा लसुनको पेस्ट राख्न बिर्सेछु। अनि लास्टमा याद आउँछ मलाई, अनि त्यसपछि मैले राखिदिन्छु। म चाहिँ अहिले मोल्दैछु, अनि बल्ल याद आयो मलाई अदुवा लसुन पेस्ट राख्न बिर्सेछु भनेर। अनि मैले राखेर मोल्दैछु। यसले चाहिँ हामीलाई मिठो स्वाद दिन्छ। यो राख्न बिर्सेको भए चाहिँ बर्बाद हुन्थ्यो। अनि त्यसपछि मैले बिरयानीको लागि प्याज काट्दैछु। प्याज चाहिँ हामीले लामो पारेर काट्नुपर्छ। हेर्नु मैले काट्दैछु गाइस। अनि त्यसपछि यस्तो सानो पार्न खोजेछु, अनि पछि बिर्सेर अनि फेरि लामो पारेँ। अनि मैले पानी बसालेँ, त्यसमा दालचिनी, सुकमेल, घिउ हालेँ। अनि त्यसपछि चामल हालिदिनुपर्छ। हामीले चाहिँ चामललाई 70% जति पकाउनुपर्छ। अनि मैले तेल हालेर तेलमा काजु फुराएँ। मलाई चाहिँ काजु फुराएको लास्टै मिठो लाग्छ बिरयानीमा राख्दा। अनि त्यसपछि प्याज पुराउनलाई प्याज राख्दैछु। प्याज राखेँ, अनि त्यसपछि प्याज पनि हाम्रो भुट्दैछु मैले। अनि यतिको भएपछि चाहिँ हामीले प्याज निकालिदिनुपर्छ। त्यो चाहिँ लेयरिङ गर्नको लागि चाहिन्छ यो प्याज चाहिँ। हामीले त्यो अघिको मासुमा राख्दा पनि हुन्छ, मैले अघि मासु मोलिसकेको भएर राखिनँ। अनि हाम्रो चामल चाहिँ बेलामा चलाइराख्नुपर्छ। यस्तो देखिरहेछ अहिले हाम्रो चामल। अनि त्यसपछि मैले धनियाँ काटेँ साइड बाई साइड। अनि चामल यतिको भइसकेपछि चाहिँ हामीले निकालिदिनुपर्छ। जस्ट 70% राख्नुपर्छ। अनि मैले अघि प्याज फुटाएको तेलमा मासु हाल्दैछु। मासु भुट्नुपर्छ हामीले, तेलमा मात्र पानी सानी केही हाल्नुहुन्न। अनि त्यसपछि मासु राखेँ मैले सबै अहिले म्यारिनेट गरेर छोडिदिएको मासु गाइस। अनि देन हाम्रो मासु चाहिँ यसरी फ्राई भइरहेको छ। अनि एकछिन फ्राई गर्न छोडिदिइरहनुपर्छ। पाकिसकेपछि मात्र हामीले त्यसमा लेयरिङ गर्छौँ। थोरै कचौरा मासु निकालेर मैले अघिको त्यो राइसलाई त्यो लेयरिङ गर्दैछु। प्याज राखेँ, अनि त्यसपछि काजु राखेँ, अनि त्यो धनियाँ राखिदिएँ। अनि फेरि अर्को लेयर राख्दैछु। त्यसरी नै लेयरिङ गर्दै जानुपर्छ। अनि मासु राखिदिनुपर्छ, एक कचौरामा राखेको मासु। अनि लेयरिङ भइरहेको छ। त्यो लेयरिङ गरिसकेपछि चाहिँ हामीले एकछिन छोपिदिनुपर्छ। छोप्ने पार्ट चाहिँ मैले खिच्न बिर्सेछु। अनि पछि हाम्रो एकछिन पछि 10 मिनटपछि हाम्रो बिरयानी रेडी भयो। ल हेर्नुहोस् गाइस, हाम्रो बिरयानी कस्तो देखिएको छ, कस्तो टेम्पटिङ देखिरहेछ, खाम लाग्ने देखिरहेछ। मैले त खाइसकेँ, यस्तो मिठो भएको थियो। हजुरहरूको अरू केही डिफ्रेन्ट रेसिपी छ भने त्यो पनि कमेन्ट सेक्सनमा भनिदिनु होला। नेक्स्ट टाइम म त्यसरी नै बनाएर खान्छु। बाई गाइस।